जापानमा मै जान्ने, मै बुझ्ने र मैले भनेको सबै ठीक। नमस्कार, मेरो नाम छ उतेश सिंह महर्जन। जापानको 10औं वर्षको बसाइको क्रममा मैले जानेको बुझेको कुराहरू चाहिँ तपाईहरुलाई भन्न आएको हैन। अलिअलि मनमा भएको कुराहरू चाहिँ गर्न आएको। सो जापान आउँदै हुनुहुन्छ जो पनि, सो भिडियो हेरेर साथ दिनु होला। मलाई आजकल फिल हुन्छ क्या, मैले जापान आएर केही बुझेकै छैन होला, मैले केही जानेकै छैन होला क्या। त्यो पनि कसरी भन्दाखेरि हुन्छ नि, सबै कुरा जानेको हुन्छ आजकल आएको भाइ बहिनीहरूले, हुन्छ नि धेरै कुराहरू जानेको हुन्छ। त्यो जुन कुरा मलाई पनि थाहा छैन क्या। सो उदाहरणको लागि चाहिँ मलाई थाहा नभएको कुरा, जापानमा दुधमा मासु मिलाउँदो रहेछ, मासु मिसिएको हुँदो रहेछ। कति 500 किलो चामलले 5-6 महिने टिकाउनु सकिदो रहेछ। जापानमा नि हैन, बहु नेपालीहरूले भनेका कुराहरू, गाईको मासु खाने मान्छे त मान्छे होइन रहेछ। कसैको हुन्छ नि, मान्छेहरूको एक दुईजना मान्छेहरू चाहिँ फ्रस्ट्रेटिङ भएछ भन्दाखेरि उनीहरूले चाहिँ के सोध्दो रहेछ भन्दाखेरि जापानमा सबैजनाले सुसाइड हान्न सक्छ, त्यही भएर जापान चाहिँ आउनु नहुने देश रहेछ। यस्तो कुराहरू मलाई थाहै थिएन क्या। तर जापान आएर हुन्छ नि यत्रो हुन्छ नि 10औं वर्षको क्रममा चाहिँ मैले बुझेको, नेपालीहरूले मलाई बुझाएको कुराहरू चाहिँ यो चाहिँ यस्तो कुराहरू सिक्दैछु म चाहिँ जापान आएर, हुन्छ नि। अनि अर्को इन्ट्रेस्टिङ फ्याक्ट चाहिँ के छ भन्दाखेरि मैले सिकेको कुरा चाहिँ फ्री गिफ्ट कसरी लिन मिल्दो रहेछ है। मलाई फ्री गिफ्ट लिनलाई सिकाउने मान्छेहरू पनि धेरै छ हैन। सो फ्री गिफ्ट चाहिँ यसरी लिनुपर्छ भनेर सिकिरहेको छु। मेरो लिन आउँदैन फ्री गिफ्ट कसरी लिने भनेर, इच्छा नभएर हो कि त्यो मेरो हुँदैन भएर हुन्छ नि, हुँदैन। मलाई साँच्चीकै थाहा थिएन, हुन्छ नि पार्ट टाइम काम लगाइदिए बापत हैन, पैसा खानु पर्दो रहेछ, पैसा लिनु पर्दो रहेछ भनेर। त्यो हामीहरू आउँदाखेरि 10 वर्ष अगाडिको सिनियरहरूले गर्ने कुरा त्यो हटिसकेको थियो हैन। तर फेरि आजकल पनि यो कुराहरू सुरु भइरहेको रहेछ, जुन कुरा चाहिँ मैले अहिले थाहा पाउँदैछु अहिले आएको नयाँ भाइ बहिनीहरूबाट हैन। सो त्यस्तो गर्नु पर्दो रहेछ। आएको भाइ बहिनीहरूलाई काम लगाइदिए बापत चाहिँ पैसा चाहिँ लिनु पर्दो रहेछ नआएको मान्छेहरूलाई, जुन कुरा मैले थाहा पाइनँ। र अहिले आएको नयाँ भाइ बहिनीहरूबाट मैले यो कुरा पनि सिकिरहेको छु। अनि अर्को भनेको चाहिँ हुन्छ नि पैसा लिएपछि नि हुन्छ नि, पैसा लिएपछि यस्तरी गायब हुनु पर्दो रहेछ, हुन्छ नि। नो फोन, नो कन्ट्याक्ट, केही पनि गर्नु हुँदैन रहेछ। यो कुरा पनि मलाई थाहा थिएन। यो पनि जापान आइसकेपछि हुन्छ नि, जापान आएका केटाकेटीहरूले सिकाएको कुरा हो मलाई। यो चाहिँ सिक्दै जाने क्रममा मैले सिकेको कुरा चाहिँ काममा चाहिँ चोरेर चाहिँ खानु पर्दो रहेछ है। चोरेर हुन्छ नि, पैसा त बचाउनु पर्यो, के गर्ने, रेस्टुरेन्टमा काम गर्ने, पिज्जा खायो हैन, फुड सर्भिसहरुमा काम गर्ने, त्यही चोरेर खाइदिने, कम्पनीहरुमा काम गर्ने, भित्र ओपेन गरेर पिइदिने हैन, त्यस्तो चाहिँ गर्नु पर्दो रहेछ। आजकल आएको भाइ बहिनीहरूले सिकाएको कुरा हो यो चाहिँ। यस्तो कुराहरू चाहिँ सिकिरहेको छु मैले। अनि लास्टमा नि हैन, यस्तो एउटा कुरा मैले सिकेछु नि मैले जापान आएर हैन, नयाँ आएको भाइ बहिनीहरूबाट सिकेको कुरा है। तपाईहरुलाई पनि राम्रो लाग्छ होला यो कुरा के हो भने चाहिँ हुन्छ नि, नट टु रेस्पेक्ट हामीले कसैलाई दिनु हुँदैन रहेछ। रेस्पेक्ट भनेको लिनु मात्र पर्दो रहेछ। त्यो कुरा चाहिँ मैले अहिले आएको भाइ बहिनीहरूबाट सिकेको कुरा। कसरी थाहा छ? हुन पनि हो। सो उनीहरूको बेसिसमा चाहिँ हुन्छ नि, उनीहरूको बेसिसमा चाहिँ कस्तो रहेछ भन्दाखेरि, जो चाहिँ पहिला आएको सिनियर हुन्छ नि हैन, को हो तिमीहरू हैन, तिमीहरू को हो? 1-2 वर्ष 5-10 वर्ष अगाडि आयो भने हिरो बन्ने भने उनीहरूलाई रेस्पेक्ट नदिने हो हैन, दिने नै होइन, किन दिने नै होइन उनीहरूलाई रेस्पेक्ट हैन। अनि आफूभन्दा एक दिन पनि पछि आएछ, ढिला आएछ नि, तिनीहरूलाई चाहिँ तिमीहरू भन्दा म सेम पाए हो, तिमीहरू भन्दा हुन्छ नि मलाई धेरै कुरा थाहा छ, म तिमीहरू भन्दा यति घण्टा यति दिन अगाडि आएको दाइ बहन दिदी बहन, अहिलेको फुच्चाफुच्चीहरू भाइ बहिनी हो, एक दिन ढिला आए पनि भाइ बहिनी हो। सो तिनीहरूलाई चाहिँ आफूलाई रेस्पेक्ट गर्न लगाउने।
आफूले चाहिँ तिनीहरूलाई बाल नदिने होइन, आफूभन्दा सिनियरलाई बाल दिने होइन होइन तँ भनेर भन्ने, त बेसी नगर तिमी भनेर बोल्दैन क्या। यो कुरा यस्तो मिठो लागेको छ मलाई अहिलेको आएको भाइ बहिनीहरूको एटिट्युड है, कस्तो दामी एटिट्युड क्या। सो यस्तै यस्तै तपाईँहरूले चाहिँ के सिक्नुभयो जापान आएर, र जो चाहिँ जापान आउँदै हुनुहुन्छ तपाईँहरू चाहिँ यहाँ भएको सिनियरहरूलाई के कुराहरू सिकाउन चाहनुहुन्छ या मलाई के कुरा सिकाउन चाहनुहुन्छ प्लिज कमेन्ट गरिदिनु होला। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।